खेलाडीहरू अहिले अहिले कम्पिटिसन बढी भयो यिनीहरू त केही होइन खेलाडीको कम्पिटिसन होइन एउटा खेलाडीको कम बढी भयो एकदम कम्प्लिट भयो किनकि उहाँहरू भनेपछि सानो अस्ति हामी टेस्ट म्याच खेल्यौँ हामी त्यसमा खेल्न सक्यौँ उहाँहरू चाहिँ नयाँ नै हो हामीले त्यति भन्नुभयो उहाँहरूले त्यही मानसिकता लिएर चाहिँ खेल्न अगाडि बढ्यो धेरै कम्पिटिसन बढी भएपछि त्यस्तै हुन्छ ठिक छ अब आगामी दिनहरूमा चाहिँ हाम्रो क्रिकेटर टिमले पनि अलिकति सुधार्नु हुनेछ र सकेसम्म फेरि हाम्रो जित हुने नै छ पक्कै आशा गरौँ अब सधैँ हामीलाई मन जित्यो मात्र भन्नु हुँदैन मन जित्दा हुँदैन काम पनि जित्नुपर्छ अब अहिलेसम्म हामी मन जितेर बसेको नि त अब काम कहिले जितेन अब हामी काम जित्यौँ हामी नेपाल आमा झुक्दैन झुकिहाल्यो अब यसमा बरु के झुक्नु पर्यो यो आज म भनौँ नि मैले अहिलेसम्म मैले हामी खेलेको थिएँ नि मैले जब हाम्रो भेटिङ पुरै सक्यो त्यहाँसम्म यो मरे जितेनमा म फिल्डिङ हाम्रो गरेको छैन म निस्किरह्यो किन म जिन्दगी मैले यति जाम हेरिसकेँ मैले कहिले पनि त्यस्तो गरेको थिएन आजको जस्तो मन कहिले पनि दुखेको थिएन मैले हजुरको मात्रै होइन सबैको मन दुखेको छ धन्यवाद हजुर हामी जिति नै हाल्छौँ जसरी खेल्यो भने जिति नै हाल्छौँ भन्ने सोच भयो क्या त्यही भएर हारेको अब योभन्दा पछाडि यदि दुश्मन भनेको दुश्मन नै हो भनेर गेममा खेल्यो भने 100% जित्छ